अब तपाईँको एसएलसी या प्लस टू त सक्यो, अनि अब के गर्ने? पासपोर्ट बनाउने, खाडी जाने, या आइएल्टिएसको लागि कुर्ने, या कोरिया या जापानको लागि ट्राई गर्ने, केही न केही त पक्कै पनि दिमागमा बनाइसक्नु होला। एकछिन पर्खिनुहोस्, यदि तपाईँहरूले मैले भन्यो भने नेपालमा बसेर तपाईँहरू आफ्नै घरमा बसेर कमाइ गर्न सक्नुहुन्छ, या आफ्नै घरमा बसेर आमाको हातबाट खाना खाँदै तपाईँहरू घरमै 1 लाख रुपियाँ कमाउन सक्नुहुन्छ। तपाईँहरूलाई खुदै स्क्याम लाग्न सक्छ, यो भनौँ एकदमै फाल्तु कुरा हुनसक्छ, बट एकैछिन हुनुहोस् र यसको अन्तिमसम्म म तपाईँहरूलाई यो सबै कुराहरू क्लियर गरिदिन्छु। तपाईँ सोच्नुहुन्छ, तपाईँ यदि एउटा नेपालको लोकल बिजनेसमा काम गर्न चाहनुहुन्छ भने महिनाको तपाईँहरूलाई 15-20 हजार कमाउन पनि दौडो हुन्छ। तर तपाईँ यहीँ बसेर आफूसँग मोबाइल या ल्यापटपमै कुनै पनि भिडियो एडिटिङ या एआई भिडियो मेकिङ, थम्बनेल डिजाइनिङ, या कुनै पनि यस्तो सोसियल मिडिया सम्बन्धित कुनै पनि स्किलहरू डेभलप गर्नुहुन्छ भने तपाईँले महिनामा यहीँ बसेर लगभग 65,000, 70,000, 80,000सम्म कमाउन सक्नुहुन्छ। इक्जाम्पलको लागि विदेशीको कुनै पनि कम्पनीको $500 दिन त्यति गाह्रो हुन्न, तर तपाईँको लागि यो $500 अहिलेको लगभग 65,000, 60,000 भन्दा माथि पुग्छ। यानि तपाईँ लगभग जम्मा 2वटा क्लाइन्ट मात्र सम्हाल्न सक्यो भने तपाईँले लगभग महिनामा 1 लाख समथिङ स्यालेरी अर्न गर्न सक्नुहुन्छ। र यसको लागि तपाईँ विदेशी क्लाइन्ट पनि आवश्यक छैन। तपाईँ अहिले एकदमै राम्रो भिडियो एडिटर हुनुहुन्छ, थम्बनेल डिजाइन गर्न जान्नुहुन्छ भने तपाईँले यहीँ बसेर पनि 30-40,000, 50,000 कुनै पनि राम्रो एजेन्सीले या एउटा युट्युबरले दिन सक्छ। बट तपाईँको यो स्किल एकदमै राम्रो हुनुपर्छ। दोस्रो नम्बर भएको छ राजधानी बिजनेसलाई डिजिटल बनाउनु। यदि तपाईँलाई यो भिडियो एडिटिङ झ्याउ लाग्छ, झन्झट लाग्छ, थम्बनेल डिजाइन मन पर्दैन, कोडिङ गर्न सक्नुहुन्न भने तपाईँ एउटा दोस्रो आइडिया गर्न सक्नुहुन्छ कि तपाईँ आफ्नो वरिपरि हेर्नुहोस्। तपाईँहरूको वरिपरि गुन्द्रुक छ, अचार छन्, विभिन्न प्रोडक्ट्सहरू छ, त्यसलाई तपाईँले राम्रो प्याकेजिङ गरेर, यानि त्यसको एकदमै राम्रोसँग प्याकेज गरेर, त्यसको प्याकेजिङ गरेर, त्यसको कन्टेन्ट बनाएर यी तपाईँको टिकटकमा पोस्ट, इन्स्टाग्राममा, युट्युबमा या फेसबुक पेजेसमा तपाईँहरूले यसलाई राम्रोसँग बेच्न सक्यो भने त्यसले पनि एउटा राम्रो अर्निङको बाटो ल्याउन सक्छ। यानि तपाईँले गाउँमा रहेको सामानहरूलाई, गुन्द्रुक, अचार या जुनसुकै आइटम हुनसक्छ, त्यसलाई बजारमा ल्याउनुहोस्। पोखरा, बुटवल, काठमाडौँ जस्तो ठुल्ठुलो इन्डस्ट्रीमा तपाईँहरूले मजाले यसलाई बेच्न सक्नुपर्छ। तर त्यसलाई तपाईँले बेच्न चाहिँ आउनुपर्छ। कसरी प्याकेजिङ गर्ने, त्यसको मार्केटिङ कसरी गर्ने, त्यो चिजहरू तपाईँले जान्नु जरुरी हुन्छ। त्यो गर्न सक्यो भने तपाईँले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। तेस्रो नम्बरमा रहेको छ जुन मेरो वान अफ द फेभरेट तरिका हो अर्निङको लागि, कन्टेन्ट क्रिएसन। यानि तपाईँहरूलाई यदि तपाईँहरू अहिले +2मा हुनुहुन्छ या एसएससी पास गर्नुभएको छ भने तपाईँ अहिलेदेखि नै आफ्नो कन्टेन्ट जर्नी सुरुवात गरिहाल्नुहोस्। यानि तपाईँहरू अहिलेको जमाना जहाँ युट्युबमा तपाईँको फलोवर्स छ भने, फेसबुकमा फलोवर्स छ भने, या टिकटकमा फलोवर्स छ भने तपाईँहरूले मजाको अर्निङ गर्न सक्नुहुन्छ। तपाईँ त्यस्तो धेरै नलेज पनि चाहिँदैन। तपाईँ के गर्न सक्नुहुन्छ, अहिले तपाईँ +2मा हुनुहुन्छ भने तपाईँलाई म्याथ मनपर्छ, म्याथ सिकाउनुहोस्, साइन्स मनपर्छ, साइन्स सिकाउनुहोस्, इङ्ग्लिस मनपर्छ, इङ्ग्लिस सिकाउनुहोस्, या तपाईँलाई जे आउँछ, केवल तपाईँलाई जे आउँछ त्यो मात्रै सिकाउनुहोस् र त्यसबाट नै एउटा कन्टेन्ट क्रिएसन गर्नुहोस् जसमा तपाईँको फलोवर बढ्छ, फलोवरले तपाईँलाई चिन्छ, एन्ड त्यसरी नै एउटा ब्रान्ड डिलिङहरू आउनसक्छ। हरेक चिजमा यसमा पनि तपाईँको पैसा राम्रो छ। यदि कन्टेन्ट क्रिएसन गर्न सक्यो, फलोवर बढाउन सके, त्यो फलोवरबाट पनि तपाईँले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। बट यसको लागि तपाईँ कन्सिस्टेन्सी चाहिन्छ। यानि तपाईँ रेगुलर हुन सक्नुपर्छ, नियमित हुन सक्नुपर्छ, र तपाईँको फेस भ्याल्यु पनि चाहिँदैन। यसमा तपाईँले सुरुवातमा विदाउट फेस, बिना फेसको पनि तपाईँले यसलाई सुरुवात गर्न सक्नुहुन्छ। र तपाईँ आफूलाई भनौँ न, आफूलाई फ्यामिलियर गर्दा गर्दा चाहिँ यसबाट फेसबाट पनि गर्न सक्नुहुन्छ। बट सुरुवातको लागि तपाईँले यदि क्यामेराको अगाडि साई हुन्छ, गाह्रो हुन्छ भने तपाईँले विदाउट फेसलेस पनि गर्न सक्नुहुन्छ। यसको लागि धेरै आइडियाहरू छन्, कसरी गर्ने, के गर्ने, यसको बारेमा अगाडि कुरा गरौँला। एट द एन्ड यो कुराहरू जति सुन्न भन्दाखेरि जति सजिलो फिल हुन्छ त्यति सजिलो पक्कै पनि छैन। भिडियो एडिटिङ गर्न पनि गाह्रो छ, थम्बनेल डिजाइनिङ पनि आफैमा एउटा गाह्रो काम हो, मार्केटिङ पनि एउटा गाह्रो स्किल हो, एन्ड कन्टेन्ट क्रिएसन पनि आफैमा एउटा गाह्रो चिज हो। तर जबसम्म तपाईँ मेहनत गर्नुहुन्न, जुन दिनदेखि तपाईँ मेहनत गर्न चाहनुहुन्छ, तपाईँ सिक्न चाहनुहुन्छ, आफूलाई ग्रोथ गर्न चाहनुहुन्छ, त्यो दिनदेखि यो चिजहरू सबै सजिलो हुन्छ। सो एट द एन्ड कन्क्लुजन यही हो कि तपाईँले मेहनत चाहिँ गर्नु पऱ्यो।
हरेक चिजमा टाइम लाग्छ, हरेक चिजमा मेहनत लाग्छ। तपाईँले +2 गर्दा समय पनि तपाईँको मेहनत चाहियो थियो। तपाईँले 1 इयर 2 इयर यसको लागि आफूले छुटाउनु पर्ने हुन्थ्यो। त्यस कारणले यसमा पनि तपाईँको त्यो टाइम लाग्छ। तर तपाईँ आफै सोच्नु न, विदेश गएर मरुभूमिमा या भनौँ अरूको देशमा गएर गाली खाएर कुनै कार्य गर्नुभन्दा आफ्नै देशमा सानोतिनो काम गरेर यदि तपाईँ आफ्नो पेट पाल्न सक्नुहुन्छ, महिनाको 50-60 1 लाखसम्म तपाईँ यहीँ अर्न गर्न सक्नुहुन्छ भने किन विदेश जाने, होइन? त्यो चिजहरूको लागि नै एकचोटि रियलाइज गर्नुहोस्। एन्ड इफ यु वान्ट टु स्टार्ट, यसको बारेमा फेरि अर्को कुनै भिडियो बनाउला, कसरी कुन ठाउँबाट कसरी स्टार्ट गर्न सक्नुहुन्छ। आफ्नो फेसबुकको टाइमलाई, स्क्रोलिङको टाइमलाई, टिकटकको स्क्रोलिङको टाइमलाई तपाईँले अहिले घटाएर 1 घन्टा 1.5 घन्टा आफ्नो स्किलमा कुनै पनि एउटा चिजमा फोकस गर्नुहोस्। एन्ड आई नो कि यु विल बी चेन्ज। सो यस, स्टार्ट गर्नुहोस्। एन्ड मन परे यसलाई लाइक गर्नुहोस्, धेरै मन परे, एकदमै भ्यालुएबल फिल भयो सब्सक्राइब गर्नुहोस्। एन्ड साथीभाइहरूलाई पनि सेयर गर्न मन लाग्यो, यसलाई सेयर गर्नुहोस्। एन्ड हामी त फेरि भेट्ने नै छौँ। सी यु एन्ड स्टे फोकस, स्टे काम एन्ड किप सपोर्टिङ। बाई।